नमस्ते। आज हामीले तपाईँहरूको लागि सेम एज एभरको छोटो सारांश लिएर आइसकेका छौँ। सेम एज एभर पुस्तकले संसार जतिसुकै परिवर्तन भए पनि मानिसको व्यवहार, भावना, डर, लोभ, अवसर र जीवनका केही आधारभूत सत्यहरू कहिले परिवर्तन नहुने कुरा बताउँछ। लेखक मोर्गन हाउसेलले इतिहास, अर्थशास्त्र, मनोविज्ञान र दैनिक जीवनका उदाहरण मार्फत भविष्य बुझ्न भन्दा मानिस सधैँ उस्तै किन रहन्छ भन्ने कुरा बुझ्नु धेरै महत्त्वपूर्ण भएको बताएका छन्। पुस्तकको मुख्य विचार भनेको संसारमा प्रविधि, पैसा, राजनीति र समाज बदलिरहे पनि मानिसको भावना भने उस्तै रहन्छ। मानिस आज पनि डराउँछ, लोभी हुन्छ, आशावादी बन्छ, जोखिम लिन्छ र गल्ती दोहोऱ्याउँछ। त्यसैले भविष्य अनुमान गर्नुभन्दा मानिसको स्थायी व्यवहार बुझ्न सके जीवन सजिलो हुन्छ। लेखकले जोखिम र अनिश्चितताको विषयमा गहिरो चर्चा गरेका छन्। जीवनमा सबै कुरा योजना अनुसार हुँदैन। कहिलेकाहीँ सानो निर्णयले ठुलो असर पार्छ भने कहिलेकाहीँ धेरै मेहनतपछि पनि नतिजा आउँदैन। यसलाई स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ। पुस्तकमा भाग्य र समयको प्रभावलाई पनि जोड दिएको छ। सफल मानिसहरू केवल मेहनती भएर मात्र सफल हुँदैनन्, सही समय, अवसर र परिस्थितिले पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले सफलता पनि सधैँ अयोग्यताले मात्र आउँदैन। यसले मानिसलाई अरूलाई छिटो जज नगर्न सिकाउँछ। लेखकले मानिसको लोभ र डरले अर्थतन्त्र र समाजलाई कसरी प्रभाव पार्छ भन्ने उदाहरण दिएका छन्। शेयर बजार, व्यवसाय वा जीवनका धेरै निर्णय भावनाले चलाउँछन्। जब मानिसहरू धेरै उत्साहित हुन्छन्, उनीहरूले जोखिम बिर्सिन्छन्। जब डराउँछन्, अवसर देख्न छोड्छन्। इतिहासमा यस्ता घटनाहरू बारम्बार दोहोरिरहेका छन्। पुस्तकले धैर्यता र लामो सोचको महत्त्व पनि सिकाउँछ। छिटो समयको उतार चढावले मानिसलाई तनाव दिन्छ, तर दीर्घकालीन रूपमा निरन्तरता धेरै शक्तिशाली हुन्छ। सफल मानिसहरू तुरुन्त नतिजा खोज्दैनन्, उनीहरू समयलाई आफ्नो साथी बनाउँछन्। मोर्गन हाउसेलले इनफ भन्ने अवधारणालाई पनि विशेष महत्त्व दिएका छन्। धेरै मानिस कहिले सन्तुष्टि हुँदैनन् र अरूसँग तुलना गर्दै जीवन बिताउँछन्, तर वास्तविक खुसी धेरै पैसा वा शक्ति मात्र होइन, मानसिक शक्ति, स्वतन्त्रता र सन्तुलित जीवनमा हुन्छ। यदि मानिसले आफ्नो आवश्यकता बुझ्न सके, जीवन धेरै सरल र खुसी हुन सक्छ। पुस्तकले इतिहासबाट सिक्न पनि प्रेरणा दिन्छ। मानिसले नयाँ समस्यालाई पूर्ण नयाँ ठान्छ, तर अधिकांश समस्या पुरानै ढाँचाका हुन्छन्। डर, युद्ध, आर्थिक सङ्कट, अवसर र महत्त्वाकांक्षा सधैँ दोहोरिरहन्छ। त्यसैले इतिहास बुझ्ने मानिसले भविष्य राम्रोसँग सामना गर्न सक्छ। यस पुस्तकको अर्को महत्त्वपूर्ण शिक्षा भनेको जीवन पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन भन्ने हो। मानिसले सबै कुरा प्रेडिक्ट गर्न सक्दैन। त्यसैले फ्लेक्सिबिलिटी, पेसेन्स र एडेप्टिबिलिटी आवश्यक हुन्छ। कठिन समय आउँदा पनि शान्त रहन सक्ने क्षमता नै ठुलो शक्ति हो। अन्त्यमा सेम एज एभरले जीवन, पैसा, जोखिम, सम्बन्ध र सफलता सम्बन्धी टाइमलेस लेसन दिन्छ। पुस्तकले परिवर्तन भन्दा मानिसको स्थायी स्वभाव बुझ्न सिकाउँछ। यसले पाठकलाई धैर्यवान बन्न, अनिश्चिततालाई स्वीकार गर्न, लोभ र डर नियन्त्रण गर्न तथा सन्तुलित र अर्थपूर्ण जीवन बिताउन प्रेरणा दिन्छ।